मान्छेको मनभित्र जति पीडा भए पनि अनि काम गर्दा जति दुःख भए पनि हाँसखेल गर्दै काम गर्दाको मजा नै बेग्लै ल साथीहरू। हाम्रा दाजु दिदीहरू कति रमाइ काम गरिरहनु भएको छ। ल हेर्नु चाहिँ मजा छ, रमाइलो छ, मजाले बसेर मनमा त मान्छेको मनमा त शान्ति त कहिले हुन्छ, तर भए पनि होइन काम गर्दा पनि मजाले बसेर रमाइलो गर्दै काम गर्दै गइरहेका छन्। साह्रो डाङडाङ डुङडुङ अनि हावाहरू हुरी चलेको कारणले गर्दाखेरि चाहिँ मैले यो काम गर्दाको भोइस चाहिँ साउन्ड चाहिँ अफ गरेको छु पनि भन्न सक्छु है। ल हेर्नुहोस् कति रमाइलो। काम छ आफ्नै ठाउँमा, दुःख छ आफ्नै ठाउँमा होइन, पीडा छ आफ्नै ठाउँमा, तर मान्छेको हाँसखेल गर्ने बानी चाहिँ कहिले पनि नआउने क्या। यतातिर हेर्नुहोस् कति हरियाली छ, हरियाली पनि। हामी चाहिँ घरको छतमा छौँ है, पुरानो घरहरू चाहिँ भत्काउने कार्यक्रम भइरहेको छ अनि है। आमामामालाई हेर्नुहोस् कस्तो ठुलो उडेर बिजोग छ। माटो चाहिँ फेरि तल फालेको छ कि ड्याङ माथि छत भत्काउँदै होइन, तल्लो तल्लामा चाहिँ फालिराखेको हो अनि तलबाट चाहिँ माटो उडेर पुरा बिजोग छ। चैत महिना चाहिँ हावाहुरी चलेको बेला पुरा धुलोहरू उडे जस्तो भएको छ। कुन ठाउँ हो यो काम गरेको भन्नु होला फेरि होइन। यो चाहिँ इन्डियाको लद्दाख भन्ने ठाउँमा हो। भिडियो चाहिँ हल्का हल्लिएको छ है, एकदमसँग मिलाएर हेर्नु होला। यतातिर भट्काइसकेको छ होइन। यो चाहिँ इट्टा, पुरै माटोको इट्टा हो यिनीहरू, कच्ची। यहाँनिर चाहिँ लगेको चाहिँ तल मुनि पुरा धुलो उडेर बिजोग छ, फेरि अँध्यारो भइसकेको छ। सब इट्टाहरू हुने यिनीहरू। रमाइलो छ। हेर्नु अझै रमाइलो त यहाँ छ नि। आम्मा पुरा धुलो उडेर बिजोग छ। जति दुःख गरे पनि दुखारीको दुःख कहिले लुट्दैन भने जस्तो हो। हेर्नु चाहिँ अब यति रोजगार चाहिँ हाम्रो नेपालमा पाएको भएपछि हामी विदेशिनु पर्दैन थियो। कोही विदेशको तातो घाममा 55-60 डिग्रीको घाममा चाहिँ काम गर्छ भने चाहिँ कोही चाहिँ यस्तो गर्नुपर्छ होला हेर्नु चाहिँ। किनकि हाम्रो नेपालको अवस्था नै त्यस्तै छ। जुन सरकार आयो भने कानै चिरिएको भने जस्तो, जुन जोगी आयो भने कानै चिरिएको भने जस्तो हो हाम्रो देशमा भनेको। लड्दा भिड्दा उनीहरू आफै ठिक्क हुन्छन् होइन। हामीहरू चाहिँ यस्तै धुलो उडेर बिजोग छ। यस्तो धुलो माटोसँग खेल्नुपर्छ। जति दुःख गरे पनि आखिरीमा फेरि घर परिवार पाल्न नै गाह्रो।
अब हाम्रा देशका नेताहरू भनेका एक आपसमा भिड्दा कुर्सीका लागि लड्दै ठिक्क छ, देश खोक्रो भइसकेको छ। यस्तै ल हेर्नुहोस्, माथिको माटो फालिदिइसकेपछि होइन सब तलको बल्लीहरूबाट देखिएको छ। यही जस्तो बनाइसकेका छन् हाम्रो नेपाल। खाङराङ खुङरुङ लड्दै भिड्दै आपसमा झगडा गर्दै ल हेर्नुहोस्, जति मनमा पीडा होस् तर पुरा शरीरमा पुरा मुखभित्र धुलोहरू गएर पनि हाँसेर चाहिँ काम गर्नुपर्ने अवस्था छ। यस्तै छ हाम्रो जिन्दगी। ल हेर्नुहोस्, यहाँ चाहिँ अझै रमाइलो छ कि यहाँ सायदमा लुकेर भिडियो खिच्दा पनि आमामा यस्तो हुन्छ। के देख्न पाइन्छ। रमाइलो गर्दै काम गरिरहेछन्। अगाडि मसला पुरा रेडी छ, मसला है। यहाँनिर चाहिँ हामी चाहिँ यो सटरिङ गरेर यसैमा कङ्क्रिट गर्ने काम चाहिँ भइराखेको छ है। दुईटा लोकेसनको भिडियो छ, एकैमा चाहिँ दुईटा लोकेसनको भिडियो बनाएको छु है। त्यो आफ्नो घर छोडिसकेपछि परदेश भनौँ न, इन्डिया भए पनि होइन, चाहे जहाँ भने पनि परदेशी सकेपछि जुनै काम पनि नै भन्न नपाइने, घरमा परिवार छोडेर बाहिरिनुपर्छ। जो भए पनि बाहिरिसकेपछि जे होस् जस्तो होस् काम नै भन्न नपाइने हामी दुखारीको जिन्दगी यस्तै छ। ल हेर्नुहोस्, हामी चाहिँ यसरी पुरा सटरिङ गरेर यो चाहिँ फाइनल कङ्क्रिट भइसकेको छ। यिनीमा सब कङ्क्रिट भइसकेको छ नि। यो माथिको लेन्टल बिमहरू भए होइन, यो तल पिलरहरू सबै रेडी छ। यो वाल चाहिँ कच्ची वाल हो, फेरि माटोको इँटा अनि माटोको चाहिँ पिला बनाएर यो चाहिँ बिम